उत्तर दिन्छौ भने प्रश्न सोध्छु। आफ्नो घर बनाउन, परिवार जमाउन आफ्नै आमाको घर रित्तो पारेका होइनौ र? फेरि त्यहीँ कसरी फर्कन सक्छौ? हिँड्न लाग्दा निस्किएर पखाल्दा पखाल्दैको साँझको घाँस तिम्रो निधारमा टाँसेकी होइनन् र? कुनै दिन फर्किँदा फेरि कसौडी बसाल्न सक्छौ त? रहन्थ्यो वा थिएन बाँकी महिनाभरको लागि उनीसँग? रित्याउँदै पटुकी पुरानो कागज थमाएकी होइनन् र? फर्कियो भने कुनै दिन आमाको कुप्रिँदैको ढाड सिधा पार्न सक्छौ त? पक्कै कुरेर बस्थिन् होला तिमी ढिला पुग्दा होइन र? आज नि कुरेकै त छिन्। उनको समय आउनु अघि तिमी फर्कने समय आउला त? छाड्देऊ, बस एउटा उत्तर देऊ। तिमी जन्मदा कयो तुच्छ प्रश्न उठेको थियो उनीमाथि? भन न झिझी उनको फोनमा हरेक प्रश्नको उत्तर आज दिन सक्छौ त? भन न झिझी उनका हरेक प्रश्नको उत्तर तिमी आज दिन सक्छौ त?